अब त्यो रविजीको विषयमा कुरो गऱ्यो भने मुख छाडिहाल्छन् रविजीका मान्छे छन् त्यो कुरा गर्नुभन्दा नगर्नु राम्रो तर उहाँले त स्वीकारेको हो नि त त्यो त मेरो भाग म तिर्छु भनेपछि स्वीकारेको हो कि होइन यसले गर्दा चाहिँ न्यायाधीशलाई अप्ठ्यारो पर्यो क्या भोलि पर्सि फैसला गर्न अस्ति स्वीकारेको छ स्वीकारेर पैसा तिरेको छ के छ तपाईँलाई थाहा छ त्यो स्वीकारिसकेपछि चाहिँ के रहेछ भने 5 देखि 12 वर्ष कैद रहेछ मिनिमम 5 देखि 12 वर्ष कैद गल्ती स्वीकारेपछि त्यो त एउटाको मात्रै हो र 5 वटामा छ हेर्नुहोस् त अब एउटाको मात्रै पैसा तिरेर भएन नि त अब पोखराको छ अरू 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 सहकारीको पनि त तिर्नु पर्यो नि त पऱ्यो कि परेन त्यहाँ त एउटाको नै आयो एउटा बुटवलको आयो होइन वीरगञ्जको छ पोखराको छ काठमाडौँको छ अझै 4वटा बाँकी रह्यो चितवनको छ छ कि छैन ल हेर्नुहोस् ती सबैको बुझाउनु पऱ्यो कि परेन अब पैसा सुरुवात त उहाँले नै गरेको हो नि त उहाँसँग पैसा छ बुझाउनुहुन्छ अब यसमा हामीले के भन्ने